विदै गरौँ 82लाई स्वागत 83लाई विदै गरौँ 82लाई स्वागत 83लाई सुख शान्ति अमन चैन मिलोस् नेपाली दाजुभाइ सुख शान्ति अमन चैन मिलोस् नेपाली दाजुभाइ। यसैबीच देउडा खेलाउडी भगवती देवकोटाज्यूलाई आफ्नो शुभकामनाका 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कालीकोटलाई पनि हामी बाँकेबाट भए पनि परिवर्तन गर्छौं र त्यहाँको विकास निर्माणका कामदेखि लिएर सांस्कृतिक कार्यक्रमहरू, पोसाकको कार्यक्रमहरू, पुराना लोक सांस्कृतिकका कार्यक्रमहरूमा पनि हामी जोड बल दिएर जोगेर्ना गर्छौं भनेर एकदमै हिम्मत बोकेर आउनुभएका सम्पूर्ण कालीकोटबाट बसाइसराई गर्दै बाँकेमा बस्नुभएका सम्पूर्ण मेरो आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा न्यानो अभिवादन। जय देउडा। आज यो म मञ्चमा उभिँदै गर्दा म जत्तिकै भाग्यमानी र खुसी को भएको होला र? आखिर हामीले चाहे के हुँदैन र? हामी जुन ठाउँमा बसेका छौं सबैको आफ्नो आफ्नो पहिचान हुन्छ। त्यसमध्ये पनि कालीकोटवासीको छुट्टै पहिचान छ। हाम्रो सांस्कृतिक पहिचानदेखि लिएर भाषाको पहिचान, हाम्रो हिँडाइ डुलाइ खुवाइ एकदमै अरूको भन्दा फरक छ। तर आगामी आउने पुस्ताहरूलाई हामीले के चिनो छोड्ने, के सम्झना छोड्ने, खै बाबा हाम्रो, खै आमा हाम्रो पहिचान के छ, हाम्रो पुर्ख्यौली पहिचान के छ भनेर भन्दा एकदमै अहिले झल्किएको छ। आउने पुस्ताहरूको लागि पनि हामीले यो लोक संस्कृति बचाउनु पर्छ भन्ने यो अभियानमा जुन लागेका छौं, यो अभियान एकदम सराहनीय छ। यो अभियानलाई हामीले अगाडि बढाउनु पर्छ। यदि तपाईहरु बाँके कालीकोटबाट बाँके आउनु भएको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू र कालीकोट एकता समाजका अध्यक्ष आदरणीय दाइ टक्कबम लगायतको टिमलाई म र मेरो तर्फबाट कुनै पनि समयमा सहयोग र समर्थन चाहिएको खण्डमा जति बेला पनि सहयोग गर्न तयार हुनेछु। किनकि यो भित्र हाम्रो पहिचान लुकेको छ, मौलिकता लुकेको छ र हाम्रो वडा अध्यक्षज्यूहरू हुनुहुन्छ यहाँ। यति मलाई आज खुसी लाग्यो कालीकोटबाट आएर पनि बसाइ सराई गरेर पनि यो गाउँपालिकामा उहाँहरूले स्थानीय तह हाँक्न सफल हुनुभएको छ। हामी एकदमै एकता हुनुपर्छ। कालीकोटवासीहरू एकता हुनुपर्छ। हामीले एकता भयो भने सबै कुरा हाम्रो हातमा लिन सक्छौं। हाम्रो नेपाली पोसाक एकदम आउँदै फेरि कालीकोट जिल्लाका कुना कन्दरा लेकबेसीमा देउडा लगाउँदाखेरि जुन पोसाक लगाउँछौं त्यही पोसाकमा हामी सबै उपस्थित हुनेछौं। यसलाई हामी अगाडि बढाउनेछौं। 83 सालमा सम्पूर्णको घरमा सुख शान्ति समृद्धि अमन चैन छाओस् र सबैको प्रगति होस् भन्दै नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। हार्दिक धन्यवाद भगवती देवकोटाज्यूमा।